हेलो साथीहरू सबैजनालाई नमस्कार। हामी चाहिँ गिट्टी लिनको लागि ट्र्याक्टर लगेर हामी भम्पू जाँदैछौँ। आज भान्जाको घरको ढलान छ, ढलानको लागि हामी गिट्टी लिन जाँदैछौँ सबैजना। भम्पू जाने बाटोमा ढिगोघारी चाहिँ लाली गुराँस फुलेर जङ्गलहरू पुरै रातै भएको छ। कति सुन्दर देखेको छ हेर्दाखेरि। रुकुम बिस्तारै सुगम हुँदैछ, बिजुलीका पोलहरू ठरिँदैछन् बाटोमा है। अनि जङ्गलहरू पनि कस्तो दामी हरियाली गुराँस फुलेर रातै छ। हामी फाइनली भम्पू पनि पुग्यौँ। भम्पू पुगिसकेपछि मैले चाहिँ चारैतिर ठाउँहरू हेर्न थालेँ, किनकि म लाइफमा पहिलोचोटि आएको यो ठाउँमा। मलाई एकदमै आउन मन थियो, तर आज समयले जुरायो, फाइनली यो ठाउँमा पनि आयो। भम्पूमा पनि एउटा क्रेसर रहेछ। हामीलाई गिट्टी चाहिएको थियो, गिट्टी कम परेको थियो घरको ढलानको लागि, अनि त्यही भएर हामी चाहिँ यहाँ क्रेसरबाट गिट्टी लिन आएका छौँ। अब केही समयमा हामी गिट्टी भर्नेवाला छौँ। मैले चाहिँ डोरी तानिरहेको छु, साथीले चाहिँ बेल्चा लगाइरहेको छन्। अनि हामीले चाहिँ छिटो ट्र्याक्टर भर्नुपर्ने छ हामीलाई, किनकि तल काम रोकिरहेको छ। हामीले चाहिँ छिटो ट्र्याक्टर लैजानु छ गिट्टी भरेर। अनि साथीहरू पुरै एकदम स्पिडमा काम गरिराखन्। मलाई थकाइ लाग्न थालिसक्यो यार। मैले चाहिँ खासै काम नगरेको धेरै समय भइसक्यो, हार्ड काम नगरेको। अनि मलाई चाहिँ अलिकति गाह्रै भएको छ काम गर्नको लागि। म थकाइ लागेर एकछिन उभिएँ। अब हाम्रो ट्र्याक्टर केही समयमा भरिनेवाला छ। हामी चाहिँ गिट्टी लिएर पुगिसक्यौँ ढलान हाल्ने ठाउँमा। सबैले आफ्नो काम गरिरहेका छन्, कसैले सिमेन्ट फुरिरहेछन्, कसैले माल मिलाइरहेछन् होइन। फाइनली हामीले चाहिँ अहिले आधा ढलान बनाइसकेका छौँ। जसरी भए पनि हामीलाई सबैले सिद्धाउनु छ, त्यसैले सबले काम फटाफट गरिराखन होइन। तर फटाफट गरेर के गर्नु, रात परिसक्यो। हामीले ढलान रातिमा पनि मोबाइलको टर्च बालेर पनि हालिरहेछौँ।